कसैको बच्चा नहुने कसैको के अरे बच्चै नबस्ने समस्या छ भने आन्तरिक सल्लाह गर्न सक्नुहुन्छ सम्पर्क हामी अब तपाईँले अब हस्पिटल जान पनि अप्ठ्यारो लाग्छ भने स्वास्थ्य पुरुषको शुक्रकेतु उपलब्ध गराउँछौँ है फेरि त्यो यसो गर्ने गाउँमा हल्ला गर्ने होइन नि फेरि विश्वासिलो तरिकाले है कोही छोरी मान्छेहरू कति अब श्रीमान विदेशतिर आउनुहुन्छ तपाईँहरूले गोप्य तरिकाले यौन सम्पर्क गर्न मन लाग्यो यौन साथी चाहियो भने पनि म्यासेज गर्नु तर मन मिलेपछि मात्र है म्यासेज गर्नु हाम्रो गीताजीले के भन्नुहुन्छ मलाई पनि हट्टा कट्टा खालको हजुरले गर्ने भन्नुभएको छ अब म बाहिर छु नेपाल आएर माहौल मिलेछ भने सुरक्षित तरिकाले मनले मान्छ भने गरौँला तर म जलपाइदाले त्यो गर्दै हिँड्नु बोका चाहिँ होइन मनले मानेछ भने यसो सुँग्दाखेरि मिठो बास्न आयो भने ठिक छ त्यो सुँग्दाखेरि बनायो भने फेरि त्यो बोकाले जस्तो गरेर गर्नु पर्यो भने त ठिकै छ हातले सिधा बुझाउँला सो धेरै धेरै माया छ मेरो सबैले यौन चाहना हुन्छ राति र त्यो चाहनालाई मेट्ने कोसिस गरिरहेको छ हामी कसैले बलात्कार गर्न पाप होइन तर हस्तमैथुन गर्नु पाप कसैले बलात्कार गर्नु पाप हो पाप तर हस्तमैथुन गर्नु पाप होइन है सो धेरै धेरै माया साहसी नारी हुनुहुन्छ उहाँ जस्तो साहसी नारी हुनुपर्छ अहिलेको केटीहरू टिकटकमा संस्कार खोज्छन् इन गरेपछि 500 बेसी गर्छन् त्यो हो जिन्दगी त्यो हो बट ट्राई टु लर्न सम लेसन्स फ्रम स्ट्रगल चढाएर चाहिँ ठ्याक मिठो हुन्छ हलुका हुन्छन् भात खाउँदैन कमला हुँदैन हल लडाएर अनि कहाँनिर गर्दा पनि ओके माथि चढाउँदा पनि ओके यतानि ओके धेरै धेरै माथि त्यो मगर्दी भन्ने कुनै एउटा झट्टीले ठोकियो भ्याउदेले ठोकियो रोबिन खड्काले ठोकियो हेर त चन्दनले ठोकियो मर्दाको छोरा पनि बस त्यतिकै आर्जुले छोड्छ आर्जुले भनेर ठोकठाक गर्यो हेर हाम्रो टिम हो जबसम्म तपाईँहरूको साथ हुन्छ नि केटा राजाहरू डाटा हेर त अहिले स्टारकोमा गएर कसैले बुबु दिनु न भने म्युट गर्थे तर हेर त लु यहाँ हारेपछि बुबु दिउन भने सरक्क पर गएर इमानदार साथ ब्रात च्यापेर ब्रात तल सारेन दुध मारेर आनन्द लिन्छ एउटै प्रश्न तिमीलाई यो तलमाथि खेलाउँदा चाहिँ साँच्चै त्यो गर्न मन लाग्दैन तिमीलाई साँच्चै मनाइदेखि भन है भन्नाले तिमीले त्यो पुरै चाहिँ ठुलो बटारिएको नसाले बेरेको भए त मजाले हाल्थ्यौ कम्मै हाल्दैथ्यौ कि एकछिन खेलाएर सामान्य तिम्रो भने त दुर्बिन मैले मुनिरहेको छु कुन खालको युनि छ भन कोसा बाक्लो अनि टिसी कति उठेको छ टिसी छैन उठेको भन्नाले त्यो प्लेन छ प्लेन अनि तिम्रो भुजा कति पाल्छ भुजा कतिको पालेको भुत्रै छैन मेरोमा आउँदैन त के गर्नु बिना भुत्रा ओ भने चिल्लो त होइन हामीले चाहिँ प्रायः जस्तो छोरा मान्छेहरूलाई त्यो भुत्ला भन्दा चिल्लो भएको मनपर्छ कि बरु हामी भुत्ला पाल्छौँ कि हामी किन भुत्ला पाल्छौँ भने अब तल आँखा छैन दुरीमा आँखा हुँदैन अनि त्यो भुत्लामा पानी तल भने कतिको पानी रहेछ यसको भने पत्ता लाग्छ क्या कतिको रहेछ पानी आउने भनेर पत्ता लाग्छ अब त्यो भुत्ला भिजेन भने आउँदैन मेरो त भुत्लै आउँदैन कहीँ पनि आउँदैन होइन त्यो भुत्ला नआओस् पनि यस्तो हुन्छ क्या सानो यस्तो हुन्छ अब त्यो के हुन्छ भनेदेखिले भुत्ला आयो भने यहाँ हेर त कान्छो यता हेर त सानो यता हेर त यो टिसी हो यो कोसा भयो दुलो यहाँ हुन्छ अब भुत्ला आयो भने सबै छोप्छ मुत्दाखेरि सबै धुनुपर्छ यता कोच्याउँछ उता कोट्याउनुपर्छ तर यो भन्दा त गोरो छ नि उसको त यो भन्दा त गोरो छ नि धेरै गोरो छ अब फेरि यो त्यो गिनीको गङ्गु छेत्रीको भन्ला यो भन्नु गोरे छ तिनीहरूको पनि कति छल्नु के सँगै बस्छ